माता की संपूर्ण भक्तजन की
भगवान को सालग्राम भगवान को संग्रामपुर नगर पालिका को समुद्घाटन कार्यक्रम हुनेछ र त्यसै गतेदेखि 20 गतेसम्म हुन गएको श्रीमद् भागवत कथा ज्ञान महायज्ञमा समस्त ग्रामवासी तथा प्रतिनिधिको लागि हार्दिक निमन्त्रणा गर्दछु। भक्तवत्सल भगवानको सम्पूर्ण कर्ताहरूको सम्पूर्ण ग्रामवासीहरूको
सीतारामचंद्र भगवान को
सप्तेश्वर महादेव की पंचकन्या माता की पंचकन्या माता की श्री सेती देवी मंदिर की श्री सेती देवी मंदिर की श्री पंचकन्या माता की माँ इंद्राणी माता की माँ इंद्राणी माता की गिरी माता की
कलश राखेर यहाँ हाम्रो मण्डपको यतापट्टि भागमा कलशलाई राख्नु होला र एकछिन सबैजना बस्नु होला। यहाँ महाप्रसाद बनेको छ, प्रसादी खाएर चाहन्छु र यहाँ हामी एकछिन सबैजना आगमन गर्नु होला। र आजको हाम्रो कार्यक्रम केही समयपछि फेरि अर्को दोस्रो सत्रको कार्यक्रम उद्घाटन सत्रतिर हामी जाँदैछौँ। हजुरहरू एकछिन सबैजना भैलीका साथ बसिदिनु होला। Hello, Chick. Hello, hello. र हाम्रो यो कार्यक्रमको बीचमा यो दिव्य श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका बीचमा हाम्रा भक्तजनहरूलाई खाली मुख नपठाउनको लागि हाम्रा आयोजक टिमहरूले परिवारले खानीको व्यवस्था प्रसादीको व्यवस्था पनि गर्नुभएको छ। यदि यहाँहरूलाई भोक लागेको छ भने प्रसादी पनि ग्रहण गर्नुहोला। आज रामनवमीको दिन हो, यहाँहरूलाई शुद्धताका साथमा यो पवित्र स्थलमा भोकै पनि नजानु होला। जानै परिहाल्यो भने परेन भने त प्रसादी लिएर बस्दा राम्रो झनै। र आजदेखि 20 गतेसम्म सबैले आफ्ना घरका कामलाई थाती राखेर यो दिव्य अनुष्ठानमा यहाँहरू सबैजना सरिक हुनुहोला। यो कार्यक्रमलाई सभ्य भव्य बनाइदिनु होला भन्न चाहन्छु। र आफ्ना परिवार इष्ट मित्र नाता गोता छर छिमेकी लार पल्ला सबैलाई बोलाएर यो कार्यक्रम सभ्य भव्य बनाउनुपर्छ। यो कसैले गरेको होइन, तपाईँ हामीले गरेका हौँ। त्यसकारण यो फलानुको मात्र होइन, तिलानुको मात्र होइन, यो तपाईँ हाम्रो सिङ्गो नगरवासीहरूको कार्यक्रम हो। त्यसकारणले भोलि फलानु संस्थाले गरे फलानु गाउँले गरे नभनिदिनु होला। यो तपाईँ हाम्रो हो। यसलाई सभ्य र भव्य भोलि हाम्रो गाउँको समाजको इज्जत राखेर यो कार्यक्रमलाई हामीले अगाडि बढाउनु पर्छ। त्यसकारणले सम्पूर्ण आमा बुवाहरूलाई म यो माइकद्वारा सबैलाई बारम्बार निमन्त्रणा पनि गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। र भन्दै अब हामी केही सामानको व्यवस्था गर्दैछौँ, उद्घाटनको तयारी गर्दैछौँ। र हजुरहरू सबैजना यहाँ भजन बज्छ, हाम्रा वाद्यवादक टोली हाम्रा दाजुहरूले यति मिठो बाजा बजाएर उहाँदेखि यहाँसम्म हामीले साथ दिनुभयो। उहाँलाई जोडदार तालीबाट सम्मान गरिदिनु होला एकचोटि। उहाँहरूको ठुलो सहयोग छ, किन उहाँहरूले आज यति ठुलो भूमिका खेलिदिनु भएको छ। किन मैले 10औं वर्षको कार्यक्रम गरेर हिँडेको, त्यसकारणले यो कलश यात्रा धेरैभन्दा धेरै राम्रो उत्कृष्ट भएको छ। यहाँहरू सम्पूर्ण आमा बुवाहरूको धेरै ठुलो साथ सहयोग सपोर्ट गर्नुभएको छ। आयोजक परिवार टिमलाई एकचोटि जोरदार तालीबाट सम्मान गरिदिनु होला भन्दै अबको हामी अर्को दोस्रो औपचारिक कार्यक्रमहरूको तयारी गर्न म समितिका हाम्रा जति पनि दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई यो कार्यक्रमको अगाडिको लागि समग्र सामग्रीदेखि लिएर अब को आउने अतिथिहरूको एउटा खागा तयार गरिदिनुको लागि पनि अनुरोध गर्न चाहन्छु। जय श्री राधे, जय श्री राधे। कृपया जोरदारका साथ तालीले उहाँलाई स्वागत अनुरोध गर्दछु। त्यसै गरी यस कार्यक्रमको उपवाचक श्री सुदीप ढकालज्यूलाई पनि अतिथिको आसन गरिदिन अनुरोध गर्दछु। त्यसै गरी यस टोल सुधार समितिका अथवा यस टोलवासीकै खोला टोलवासीको ज्येष्ठ नागरिक श्री अर्जुन बहादुर केसीज्यूलाई पनि आसन ग्रहण गर्न अनुरोध गर्दछु। र साथै सम्पूर्ण उपस्थित हुनुभएका आमा बुवा दिदी बहिनी दाजुभाइ सम्पूर्णलाई यथास्थितिमा आसन ग्रहण गर्न म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण कार्यक्रम सिधिसकेपछि अब कार्यक्रमलाई म पूर्ण रूपमा सञ्चालन गर्न हजुर समक्ष अनुमति चाहन्छु। त्यसै गरी यस कार्यक्रमलाई स्वागत मन्तव्य राखिदिनु हुनका लागि यस टोलका यस कार्यक्रममा राम्रो एकदम खटिनु भएको, कार्यक्रममा सभ्य र भव्य बनाउन दिनरात नभनी मेहनत गरेर बस्नुभएका हाम्रो विष्णु कुमार केसीज्यूलाई स्वागत मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्दछु। हेलो, यहाँ उपस्थित हुनुभएको आजका प्रमुख अतिथि हाम्रो यस शङ्खलापुर नगरपालिकाको मेयर रमेश दाई, त्यसै गरी कथावाचक हाम्रो नारायण खनालज्यू,
उपवाचक हाम्रो सुदीप खनालज्यू र यसै गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण बुवा आमा दाजु भाइ दिदी बहिनी भाइ बहिनी सबैलाई मेरो न्यानो नमस्कार गर्न चाहन्छु। नमस्कार। आजको अब यहाँ उपस्थित हुनुभएको सम्पूर्णलाई चाहिँ यसै गरी 7 दिनसम्म तपाईँहरूले साथ दिनु होला भन्ने पूर्ण आशा राख्दै स्वागतम 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 भन्दै म बिदा हुन्छु। हस्त नमस्कार। शुभकामना मन्तव्य र यस कार्यक्रमको विस्तृत विषयमा केही कुरा जानकारी गराउनको लागि म यसै टोलवासीका हाम्रो हरिकुमार केसीज्यूलाई म अनुरोध गर्दछु। सम्पूर्ण सबैजनालाई मेरो ठुलो बा आमा बुबा सम्पूर्ण दिदीबहिनी भाउजू बहिनीहरू सम्पूर्णलाई मेरो काकाहरूलाई सम्पूर्णलाई मेरो नमस्कार। आजको यस हाम्रो महासप्ताहको प्रमुख अतिथिज्यू यस नगरपालिकाका हाम्रा नगरपिता रमेश नापिज्यूलाई पनि हामी स्वागत गर्छौँ र हामीले एक समयमा एक युगमा एक समयमा यस सतीदेवी मन्दिरमा चाहिँ हामीले एउटा सप्ताह कार्यक्रम हामी टोलवासी सम्पूर्ण टोलवासी मिलेर र भगवानको आशीर्वादले गर्दा यहाँ एउटा सप्ताह लाउने यो सम्पूर्ण टोलवासीको योगदान मेहनत र श्री महादेव सत्येश्वर महादेवको कृपाले गर्दा आज यस दिन जुनेको छ। यसमा आज हाम्रो यो कलश यात्रामा सम्पूर्ण यति भव्य साथ हुन्छ भन्ने हामीले सोचेको पनि थिएनौँ र सम्पूर्ण सबैजना मिलेर यस 7 दिनसम्म हामी यतिकै रमाइलो यतिकै उत्साह यतिकै सबैजनाको सहयोग बिना अगाडि बढौँ र आज हामीसँग यस नगरको प्रमुखज्यू उहाँलाई पनि सत्येश्वर महादेवले जोड्नु भएको छ। उहाँबाट पनि यसमा हाम्रा केही निर्माणहरू कार्यहरू हामीले गर्ने सोचेका छौँ। एउटा यो चोक थियो, यो चोकमा सत्येश्वर महादेव को स्थापना हामी सबै भयौँ। नगरपालिकाबाट पनि पटक वडा नम्बर 7बाट नगरपालिका प्रमुखज्यूबाट पनि हामीलाई पटक यस महादेव थानमा सहयोगहरू भइरहेको हो र आज हाम्रा प्रमुख अतिथिज्यूबाट पनि केही भवनको लागि केही नयाँ निर्माणको लागि उहाँबाट झन् ऊर्जा प्रदान हुनेछ। आज हाम्रो काका भनौँ, यस नगरपिता भनौँ, यस नगरको प्रमुख भनौँ, हाम्रो टोलवासी भोलि पनि दाइलाई अर्को कालमा पनि हामीले उहाँलाई नगर प्रमुख देख्न पाऊँ। श्री सत्येश्वर महादेव कृपाले उहाँलाई आशीर्वाद दिइरहन् र हाम्रो जे भने पनि नगर प्रमुख नगर पिता नगरको जे भने पनि हाम्रो रमेशज्यू नापिज्यूलाई पनि यस नयाँ भवनको लागि यहाँ केही निर्माणको लागि पनि उहाँले पनि केही उहाँबाट हामीले ठुलो आशा गरेका छौँ। यति भन्दै सम्पूर्णलाई यो हाम्रो सबैजनाको मिलेर गरेको कार्यक्रम हो। सम्पूर्णजनाको उत्तिकै भूमिका हुनेछ यसमा। यसको मेरो भन्ने होइन, यो चोकको हो, सत्येश्वर महादेव हो, यो सबैको महादेव हो हाम्रो। यसमा यसले उसले भन्ने कुरा होइन, सबैजनाले मिलेर जे चाहिन्छ, मेरो घरमा होला, काका घरमा होला, उसको घरमा होला, उसको घरमा जे चाहिन्छ त्यो झिकेर ल्याएर यो 7 दिनलाई भव्य बनाऊ, यत्तिकै हाँसी खुसी बनाऊ र हामी एक भएको यो हामी यहाँबाट एक भएको सन्देश पनि जान्छ भोलि। ओहो सत्येश्वर महादेवमा त त्यो टोलवासी मिलेर कस्तो भव्य गरे, कतिको मिल्ने भाइहरू, कतिको मिल्ने काकाहरू, कतिको मिल्ने दाइहरू भन्ने एउटा सन्देश पनि अन्त पनि जाओस्। हामी एक हुनुपर्छ, मिल्नुपर्छ। सबैको भएको हुनाले सबैजनाले जे छ आफ्नो घरमा यो टोलमा यो चोकमा त केही पनि सामान हुँदैन, त्यसमा जे छ सबैजना मिलेर सबैजनाले हातेमालो गरेर यस एकतालाई सफल बनाऊ भन्दै मेरो दुईतर्फ मन्तव्य यही व्यक्त गर्छु। धन्यवाद। आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यसै गरी अब हामी कार्यक्रम उद्घाटन गर्न गइरहेका छौँ। पानसमा बत्ती बालेर यस कार्यक्रमका प्रमुख अतिथिज्यू र यस कार्यक्रमका सभापतिज्यू भएर कार्यक्रम उद्घाटन गर्न अनुरोध गर्दछु। पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्न अनुरोध गर्दछु। स्वस्ति नः पूर्वा विश्ववेदाः
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयामदेव भद्रं पश्येमाक्षभिर्यजत्राः स्थिरैरङ्गैः दुष्टुवागुंसस्तनं निर्व्यसेमहिरेव हितं जलायो द्यौः शान्तिरन्तरिक्षतुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि ओम शांति ॐ शान्तिः ॐ शान्तिः सबजनालाई नमस्कार। यहाँ उपस्थित श्रद्धालु भक्तजनहरू लगायत यस गाउँका मान्य परेको ठाउँ थियो र आज हाम्रो यो मेहनत र उसको कारणले सुके खोला भनेपछि नमुना भएको छ र एकता टोल भनेर एउटा टोल सुधार समिति भनेर हामीले खोलेका छौँ। यसमा आजसम्म हामी सबैजना एकता भएर काम गरिरहेका छौँ। यहाँ आइपुग्नु नै सबैभन्दा ठुलो कुरा हो र हामी यतिकै उत्साह र हर्षका साथ सम्पन्न गरेर यस ठाउँमा भोलि हामीले चाहिँ यस सत्यश्वर शिव मन्दिरमा एउटा शिवालय भनौँ 64 स्थापना गर्ने भन्ने हाम्रो लक्ष्य लिएर हामीले चाहिँ यो सप्ताहमा आएकी र मन्दिर स्थापना भएदेखि यहाँ चाहिँ हाम्रो प्राण प्रतिष्ठान गर्न आउनुभएका हाम्रा नारायण पण्डितज्यूले चाहिँ यस ठाउँमा एउटा सप्ताहमा आएकी चाहिँ गरौँ। यहाँका टोलवासीहरू एकदम रमाइला हुनुहुन्छ, सबैको साथ सहयोग गर्नुहुन्छ भनेर चाहिँ उहाँको ठुलो इच्छा र हाम्रो यस टोलवासीहरूको इच्छालाई चाहिँ आज पूर्ण भएको छ र हामीले यस उद्घाटन समारोह हाम्रो सम्पन्न भइसकेका छौँ। कार्यक्रम गर्दै जाउँ र सम्पन्न गरौँ र सबै हाँसी खुसी मेरो 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद भाइले आफ्नो छोटो मन्तव्य त्यसै गरी कार्यक्रमलाई हामी अगाडि बढाउन गइरहेका छौँ। अनंत कोटि इस शंखरापुर नगरपालिका वार्ड नंबर 7 अवस्थित श्री सप्तेश्वरी जहाँ मंदिर आज नेपालको सबैभन्दा ठुलो तीर्थस्थलका रूपमा र धेरै धार्मिक पर्यटकका रूपमा र धर्मका रूपमा मठ मन्दिरका रूपमा देवी देवताको रूपमा यो नगरपालिका अत्यन्तै अग्रसर र अगाडि बढिरहेको, किनभने मैले यस क्षेत्रमा धेरै ठाउँ भागवत वाचन गरिसकेको छु। ज्ञान रूपी गंगा भएको भागवत रूपी ज्ञानले यहाँका मनमा भएका अहंकार घमण्ड रिस रागलाई परास्त गराउनेछ। जीवनमा जति कमाए पनि, जति रमाए पनि, जति सम्पत्ति भए तापनि मन शान्ति हुँदैन। मन शान्ति कहाँ हुन्छ? मन शान्ति र आनन्द कहाँ हुन्छ? त्यो भनेको ज्ञान गंगामा हुन्छ, जसले ज्ञान रूपी गंगामा गएर डुबुल्की मार्यो भने तपाईँ हामीलाई त्यो टन्टलापुर चर्को घामले पोलेको छ भने, शीतल पानी खाँदाखेरि मन आनन्द हुन्छ भने हाम्रो मन र अहंकार घमण्ड मार्न पाउनु ठुलो सौभाग्य तपाईँ हामीले प्राप्त गरेका छौँ। हो भागवत अहिले त पाइलामा छ। भागवत हेर्नु हो भने अहिले घरै पछि भागवत चलिरहेको पाए म साह्रै खुसी हुन्थेँ। हे प्रभु, यो स्वर्ग मलाई प्रिय छैन, मलाई स्वर्ग बस्नु छैन, बरु देवभूमिमा गएर म कर्म गरेर वैकुण्ठको प्राप्तिको चाहना गर्छु। मलाई अरू केही चाहिएको छैन, किन स्वर्ग भनेको छिडेको केही समयको लागि मात्र स्वर्ग हो, तर वैकुण्ठ भनेको चाहिँ जीवन जगतबाट हामी कहिले पनि जन्म र मृत्युको चक्रमा पर्नु पर्दैन। त्यसकारणले त्यस्तै भागवत रूपी गंगामा डुबुल्की अवगाहन गरियो भने हामीले अवश्य मुक्ति गति प्राप्ति गर्छौँ र हाम्रा मरेका, अकालमा मरेका, जो लडेर मृत्यु भरण गरेका हाम्रा पितृहरूको पनि वैकुण्ठवास हुन्छ, हाम्रो सन्तानलाई पनि राम्रो हुने त्यस्तो यो भागवत हो। यो यस्तो भागवत हाम्रो घर आँगनमा अहिले हामीले पस्किन पाएका छौँ। सम्पूर्ण आमा बुबाहरूलाई सबैलाई निमन्त्रणा छ। यो सप्ताह मैले कसैलाई
पनि यो तछाड र मछाड भन्ने होइन। यो जसले जान्दछ, जसले सिक्दछ, जसले बुझ्दछ उसले आएर यो कार्य गर्ने हो। यो फलानले गर भन्ने होइन, यो तिलानले गर भन्ने होइन। सकिन्छ आँखाले देखेसम्म आफ्नो हातले गर्नुपर्छ, आफ्नो पाइलाले आफ्ना गोडाले गर्नुपर्छ। किनभने यो अर्काको भनेर कहिले पनि भागवतमा कहीँ कतै पनि नगर्नु होला। तपाईँ हामीले ज्ञानी व्यक्तिले त्यो काम कहिले पनि नगर्नु होला। यो भनेको पवित्र स्थल हो। यसमा जति धेरै तपाईँले पुण्य गर्नुहुन्छ त्यति तपाईँले पुण्य प्राप्ति गर्ने हो। यदि अर्काले गर्दै हुन्थ्यो, यस्तो गर्दै हुन्थ्यो भनेर कसैलाई वचन लाउनु भन्दा पनि आफूले गरेर देखाउने हो। अर्काले गर्दैन यो संसारमा, आफै अगाडि बढ्नुपर्छ अनि मात्रै गाउँको विकास हुन्छ। त्यही भएर अहिले हाम्रा सम्पूर्ण ग्रामवासी मिलेर गाउँको विकासको लागि र एउटा तीर्थ 2-4 लाख पैसा बचिदियो भने बिहान बेलुका सज्जन ब्राह्मण गुरुहरूले घन्टी बजाएर रुद्री पढेर त्यो भगवान् शिवजीको मन्दिरमा पूजा भइदियो भने गाउँ द्वारा यो यज्ञलाई सफलता पुर्याउँ। किनभने यो कुनै केसीको मात्र होइन, कुनै कार्कीको मात्र होइन, कुनै जातित्वको आधार मात्र होइन, यो सम्पूर्ण जातिहरूको हो। सबैले हातमा हात मिलाएर यो कार्यक्रमलाई सफल बनाउनुपर्छ। तपाईँ हामीले मात्र, किनभने एउटाले थुके सुक्छ, हजारले थुके सागर बन्छ। त्यस भएर यसले गरे उसले गरे नभनिदिनु होला। म हात जोड्छु। यहाँ उठेको रकमहरू एक हिसाब हुनेछ। तपाईँलाई हिसाब देखाएर हामी पर्दा सबै कुरा यहाँ व्यवस्था गरेर मात्र बिदा हुनेछौँ। यहाँ रकम हामी सकेसम्म अक्षय कोष पनि निर्माण गर्ने र यहाँ 64 भगवानको पनि निर्माण र भवन आदि गरेका निर्माण गर्नुपर्छ। किनभने हाम्रा यस क्षेत्रका नगरपिता स्वयं घरको पिता नै यहाँ हुनुहुन्छ। उहाँको हात र उहाँको कार्यकाल छँदा उहाँले पनि यो क्षेत्रलाई केही साथ र सहयोग सपोर्ट र आगामी दिनमा पनि उहाँले यो क्षेत्रको फेरि पनि उहाँले पदप्राप्ति होस्। भगवान् सत्येश्वर महादेव र भगवानका जुन वज्रयोग र यस टोल सुधार समितिका अध्यक्ष राजकुमार केसीज्यू र उपाध्यक्षज्यू लगायत आज सम्पूर्ण उपस्थित महानुभावहरूमा म रमेश नापित र शङ्करपुर नगरपालिकाको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। वास्तवमा आज जुन यो सत्येश्वर महादेवको प्राङ्गणमा आज जुन महायज्ञ सप्ताह छ, किन भन्दा हामी आज हाम्रो देश, हामी हिन्दूत्वहरूको देश भन्छौँ। हामी कता कता हाम्रो यो धर्म संस्कार अनि यो परम्पराबाटै हामी हिजो हुर्केर आज यहाँसम्म आइपुगेका छौँ। तर बिचमा आएर हाम्रो यो धर्म संस्कार यो परम्परालाई आज मास्ने भाँच्ने काम भइरहेछ। त्यसको बावजुद पनि आज चाहिँ यो धर्म संस्कार परम्परालाई बिर्सनुहुन्न, यो जोगाउनु पर्छ भन्ने हिसाबले आज तपाईँले जुन खालको आज चाहिँ एउटा साहसीका साथ आज कलश यात्रा गरेर चाहिँ स्वर्ग चिन्छौँ। यो देश आज राजा सहितको प्रजातन्त्र हिजो चिन्छौँ हामी। तर आज यो देशमा राजा पनि छैन, धर्म पनि छैन। आज त्यस्तो अवस्था पुऱ्याइसक्यो, लथालिङ्ग भट्टाभुङ्ग पाइसकेका छ। त्यसले गर्दाखेरि आज सबैले यो चिज फेरि खोज्न थाल्यो। हिजोदेखि पुरानो परम्परा त्यो सत्य रहेछ भन्ने खालको आज बुझिरहेछ। त्यसैले आज तपाईँ हामी सबै एकजुट भएर यो धर्म, यो संस्कार अनि यो परम्परा जोगाउनु पर्छ भनेर लागि परेका छौँ। त्यसमा म पनि तपाईँको साथमा छु, ताकि हामीले एउटा आर्थिक विकास हामी गर्छौँ, सामाजिक विकास गर्छौँ हामी। तर पनि हाम्रो आफ्नो धर्म संस्कार परम्पराको विकास गर्नु सकेन भने भावी पुस्ताले हामीलाई हेर्नेछन्। भोलिका दिनमा हाम्रो भावी सन्तानले हामीलाई हिजो हाम्रो कस्तो देश थियो, आज कस्तो देश बनायो तपाईँहरूले भनेर ठिकानै छन् हामीलाई। त्यसैले यो धर्म भनेको चान्चु नै होइन। त्यसले यो धर्म जोगाउनु तपाईँहरूको दायित्व हो, तपाईँहरूको जिम्मेवारी हो। त्यस कारणले आज जुन गुरुबाट यो 7 दिनसम्म तपाईँको चाहिँ महाभागवत ज्ञानका कुराहरू तपाईँहरूलाई जुन उहाँले वाचक ज्यूबाट चाहिँ वाचक सुनाउनुहुन्छ, त्यो सुन्दाखेरि हामीले पक्कै पनि हामीले राम्रो धेरै कुराहरू सिक्नेछौँ र यो सुन्नै पर्छ। हामीले हिन्दू भनेको के हो, हिन्दुत्व भनेको के हो, सनातन धर्म भनेको के हो भन्ने खालको हामीले बुझ्नुपर्छ। त्यसको लागि मलाई लाग्छ यहाँ धेरैले जानेकै कुरा हो, यो बुझेको कुरा हो। त्यसमा अझ गुरुले चाहिँ धेरै कुरा सिकाउनु हुनेछ भन्ने भनाइका साथ म आज अलिकति व्यस्त पनि भएँ। म त पनि कार्यक्रम जानु पर्ने भएको हुँदा मैले यहाँहरूलाई विशेष 7 दिनसम्म तपाईँहरूले महादेव स्थापनाको लागि चाहिँ मेरो साथीले पनि भनिसक्नु भएको छ। मैले सक्दो सहयोग गर्छु उसको भन्नुभएको छ। त्यसमा मैले मेरो साथीलाई अझै रिक्वेस्ट गरिराखेको छु। एकचोटि भनिदिनै पर्यो हजुरले, एकचोटि भनिदिनै पर्यो मेरो साथीले चाहिँ के गर्ने छ 64 महादेवको लागि। आज हामीलाई वचन गरिदिनु पर्यो उहाँले चाहिँ होइन। हामीले सहयोग मागेका छौँ।
हिजो पनि मेयर साहबज्यूको सहयोग, हाम्रो वडाको सहयोग र हामी सम्पूर्ण र त्यसरी नै अब पनि अझ अगाडि बढ्ने हामीले चाहिँ जमर्कोको साथ यस सप्ताहमा यज्ञ चाहिँ फेरि चाहिँ सुरु गरेका हौँ र यसमा 64 महादेव यस कार्यक्रमलाई आफै सकेको सहयोग गरी अझ राम्रो साथ गर्नेछौँ भन्ने चाहिँ भन्दै मेरो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु र मेरो साहबलाई एकचोटि फेरि रिक्वेस्ट गर्छु। राम्रो पनि हो। मैले शङ्करपुर नगरपालिकाको तर्फबाट यो 64 भगवान स्थापना गर्नको लागि मैले धन्यवाद भाइलाई लागिरहेको छौँ त्यस कार्यक्रमलाई चाहिँ सभ्य र भव्य र हाम्रो मनोकामना पुरा गर्दै दिनुवाला हुनु पनि अनुरोध गर्दछु र आजको औपचारिक कार्यक्रम पनि विसर्जन भएको यहाँहरू माझमा घोषणा गर्दछु। भक्तजन, आजको कार्यक्रम भनेको पूर्वाङ्ग हो। पूर्वाङ्ग भनेको चाहिँ के हो त भन्दा हाम्रो सम्पूर्ण मण्डल व्यवस्था गर्ने, सम्पूर्ण तयारी गर्ने, पूजा सामग्रीदेखि लिएर यहाँ बनाउनु पर्ने चिजहरू हामी सम्पूर्ण भक्तजनहरू मिलेर अब यहाँ कति कुराहरू कमी कमजोरी भएको छ त्यसको व्यवस्था गर्ने हामीले आजको पूर्वाङ्ग तयारी गरेर अनि मात्र हाम्रो भोलि बिहान 8 बजेदेखि 10 बजेसम्म पूजा पाठ पारायण हुनेछ। यहाँहरू आमाहरू कर्ता बस्ने जति पनि हुनुहुन्छ भोलि बिहानबाट यहाँहरू सम्पूर्ण आमाहरूलाई बुबाहरूलाई पूजाको लागि आफ्ना घरमा जौ तिल अबिर केसरी यावत के चिजहरू उपलब्ध छ त्यो लिएर आफू कर्ता 7 दिन बस्नको लागि अनवरत रूपमा एक ठाउँमा खानी चोखो निदो गरेर बस्नुहोला कर्ता बस्नेहरूले। अनि यो भागवत भइरहेको छ, म यो अवस्था म छोड्दिनँ अब भनेर यहाँहरूलाई यदि इच्छा छ भित्रैदेखि भने भोलि बिहानदेखि यहाँहरूले गुरु यदि कसैले मन्त्र लिनु भएको छैन भने मन्त्र लिनुहोला, लिनु भएको छ भने मन्त्र छँदैछ, नलिनु जतिलाई पनि म बिहानको समयमा आइदिनुको लागि गुरुबाट मन्त्र हुन्छ। यहाँले मन्त्र लिएर चाहिँ भोलिको दिनबाट दिव्य कथामा सरिक हुनुहोला। र आज हाम्रा समितिका जति पनि दाजुभाइहरू छौँ हामी यहाँ अलिकति प्राविधिक कारणले गर्दा यो साउन्ड सिस्टममा भनौँ टेन्ट पन्डाल यो अलिकति व्यवस्थित हामीले गर्न सकेका छैनौँ। यो अब हामी केही समयभित्रमा यो सम्पूर्ण आजको दिनभरिमा रातभरिमा यो कार्यक्रम सम्पन्न यो व्यवस्था गराएर भोलि बिहान 8 बजेबाट 10 बजेसम्म पूजा अर्चना वेदका मन्त्रहरू यहाँ सबै हुन्छ। र अब एकछिन सबैजना हामीले चाहिँ यहाँ भगवानको आज वार्षिक उत्सव छ। वार्षिक उत्सवको उपलक्ष्यमा हामी गुरुहरूद्वारा वैदिक मन्त्र केही पढ्नेछौँ। हाम्रा आयोजक परिवारहरूले सबैले फुल पातीहरू जे लिएर भए पनि भगवानको नाउँमा एउटा हामीले पुष्पाञ्जलीको स्वरूप यहाँ हामीले सेवा गर्नेछौँ। र भरेका दिनमा यदि हामीलाई म केही समयपछि जानकारी गराउँछु र हाम्रो आज वार्षिक उत्सवमा आरतीको पशुपतिको गङ्गा आरतीको यहाँ हामीले बेलुकीको समयमा गर्ने लागि तयारी भएर अगाडि बढिदिनु होला। र हामीले वार्षिक उत्सवको स्वरूपमा भगवानलाई सबैले फुलपाती लिएर हात जोड्ने, आमा बुबाहरू खाए पनि नखाए पनि हात जोड्न मिल्छ, सबैजना अगाडि आइदिनु होला। र हामी गुरुहरूद्वारा वैदिक मन्त्र पढ्नेछौँ। त्यसपछि भगवान सप्तेश्वर महादेवको आजको वार्षिक उत्सव सँगै र उद्घाटन कार्यक्रम समापन यहीँ भएको छ। र अनि हाम्रो पूर्वाङ्ग कार्यक्रमहरू अगाडि बढ्नेछ। भक्तवत्सल भगवानको आजको आनन्दको साम्ब सदा शिवजी महाराजको यो पवित्र उद्देश्य यो कार्यक्रममा यहाँहरूले पनि यदि कसैलाई खाता खोल्न मन लागेको छ, उद्घाटन गर्न मन लागेको छ, दान दक्षिणा गरेर यो अवसर यो आज रामनवमीको दिन छ, यहाँलाई इच्छा छ भने आजको दिन जस्तो फेरि अरू दिन हुँदैन है। फेरि मौकामा 5,555 रुपियाँ मैले भगवान जहाँ 64 निर्माण हुँदैछ त्यसको लागि उपलब्ध गराउनेछु। सम्पूर्ण भक्तजनहरू यदि यहाँलाई पनि इच्छा छ भने विभिन्न सर्वाङ्गीण विकासको लागि हामीलाई सहयोग गर्नुहुने सन्तलाल श्रेष्ठज्यूबाट 5,555 प्रदान गर्नुभएको छ। उहाँलाई पनि जोरदार ताली बजाएर सम्मान गरौँ, किनभने हामी उहाँलाई सम्मान गरेछौँ। यस्ता मनका धनका भक्तजनहरूलाई आजका दिनबाट भोलिका दिनबाट पर्सिसम्म आज खाना हरेक कुरा हजुरले सहयोग गरेर यो कार्यक्रमलाई जति सक्दो राम्रो र सफल र यो कार्यक्रमलाई हामीले अगाडि बढाउनुपर्छ। भक्तजन सबैलाई मैले यो पनि जानकारी गरेँ। मैले भने आजको दिन भनेको अत्यन्त
के गर्नु पर्यो नानी अहिले पैसा हाल्नला हो र यता अहिले यता दिने ठाउँ है दिने बेलामा त्यहाँ पर्छ कुर्सी हाल्नु फोड्ने बित्तिकै टक यतातिर बसेर कसो दाइ कसो नाम गर्नु दाइ रामा खड्का दाइ है ल दाइ कति दाइ कति 500 मान्छे